सरकारले सहर केन्द्रित क्षेत्रहरूबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई राज्यको शक्ति प्रयोग गरेर हटाइरहँदाखेरि मेरो मनमा एउटा सवाल उब्जिरहेको छ। त्यो चाहिँ के हो भने पहाडका अमूल्य जमिनहरू, सिंचित जमिनहरू दिनानुदिन बाँझिने क्रममा रहेका छन्। उर्वर भूमिहरू बाँझिने क्रममा रहेका छन् भने ठुला ठुला बस्तीहरू बसाइसराईको क्रमले गर्दाखेरि दिनानुदिन खाली हुने क्रममा रहेको छ। घरहरू ठुलो लगानी गरेर निर्माण गरेका घरहरू अहिले खण्डहर भएर उभिएको अवस्था छ र चाहिँ उब्जनी हुने कृषियोग्य सिंचित हुने भूमिहरू अहिले घारी भएर बुट्यानहरूले छोपिरहेको अवस्था छ र यो क्रम दिनानुदिन बढ्दो छ। यो अवस्था अहिले यत्तिकै रोकिनेवाला छैन, किनभने यो गति हेर्दाखेरि जुन हिसाबमा जुन रेसियोमा चाहिँ बसाइसराईको पहाडबाट मधेस झर्ने जुन गति तीव्र बनेको छ, यो अहिले नै यसै रोकिनेवाला छैन। अब यसप्रति चाहिँ सरकारले विशेष गरेर चाहिँ ती पहाडका उर्वर भूमिहरूलाई, ती चाहिँ बस्तीहरूलाई उजाड हुनबाट, बन्जड हुनबाट रोक्न के कदमहरू चाल्छ होला त? के कदमहरू चाल्न आवश्यक होला त? मेरो मनमा चाहिँ लाग्छ अझै पनि ती पहाडका भूमिहरू, ती पहाडका घरहरू खण्डहर हुनबाट अथवा ती कृषि उब्जाउ भूमिहरू चाहिँ बन्जड हुनबाट जोगाइदिए हुन्थ्यो, वहीँ बस्न पाए हुन्थ्यो, रमाउन पाए हुन्थ्यो, अथवा त्यहीँ आफ्नो जीवन व्यतीत गर्न पाए हुन्थ्यो, कर्म गर्न पाए हुन्थ्यो भन्ने अन्तरात्मामा छ। तर अब क्रमशः अब छिमेकीहरू, गाउँलेहरू ले छोड्दै गएपछि एक्लो हुने, एक्लै परिने, साथ सहारा नहुने, वन्यजन्तुहरूले दुःख दिने अवस्था रहेपछि एक्लै पनि बस्न सक्ने अवस्था रहँदैन रहेछ। त्यसकारणले पनि मान्छे बाध्य अवस्था भएर पहाडहरू छोड्दै